आज म तपाईहरुलाई गुड डिल दिनेवाला छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। रानीवन एरियामा हाइटमा 5 आना जग्गामा बनेको, त्यो पनि 20 फिटे बाटोबाट मात्र 2 कित्ताभित्र 13 फिटे बाटोले मजाले टच गरेको घर चाहिँ तपाईको पूर्व दक्षिण मोडा फर्केको, मजाले घाम लाग्ने, ब्याक साइडमा पनि ओपन स्पेस भएको घरको कुरा गर्नुहुन्छ भने मात्र 3 वर्ष भयो बनेको, एकदम मोडर्न स्टाइलको घरमा तपाईले सानो सानो गाडी राख्दा 3टा गाडी पनि मजाले राख्न मिल्ने स्पेस, तपाईको हाइलक्स छ ठुलो खालको गाडी छ भने 2टा गाडी राखेर 5-7 वटा बाइक स्कुटर मजाले राख्न मिल्ने स्पेस भएको। ग्राउन्ड फ्लोर रेन्टमा दिनको लागि 2 BHK जसमा 2वटा बेडरुम, लिभिङ, किचन, डाइनिङ अनि वासरुम भइ नै हाल्यो। माथि आफू बस्नको लागि सेपरेट इन्ट्रान्स 4 BHK, 4 BHK मा तपाईको 3 BHK अट्याच टोयलेट बाथरुम सहितको। घरको बेडरुमको कुरा गर्नुहुन्छ भने सबै बेडरुम लगभग 14x16, 16x20 को ठुलो बेडरुम भएको एउटा मास्टर बेडरुममा त तपाईले क्लोजेट पनि मजाले पाउन सक्नुहुनेछ। अट्याच टोयलेट बाथरुम ठुलो भयो, प्रत्येक बेडरुममा तपाईले लगभग बाल्कनी पाउन सक्नुहुनेछ। घरमा टोटल 5 वटा त बाल्कनी स्पेस नै छ। एकदमै मोडर्न फिनिशिङका साथ बनाइएको, रिजनेबल रेटमा छ। रेट त तपाईँ आफैले इभ्यालुएट गर्न सक्नुहुनेछ। रानीवन एरियामा कति पर्ला प्राइस। यदि तपाईँ यसको अझै विस्तृत रूपमा जानकारी लिन चाहनुहुन्छ अथवा प्रपर्टी भिजिट गरेर आफ्नो अफर राखेर यो गुड डिललाई चाहिँ क्याच गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले सम्झिनै पर्ने नाम गुड डिल।